गणतन्त्र गणतन्त्र भन्दै त कराइरहेछस् हैन तँलाई थाहा छ गणतन्त्रको अर्थ पनि के हो खास किन हो गणतन्त्र भन्ने गरेको अनि तेरो गणतन्त्रमा तिनीहरूलाई सोध्यो भने तिनीहरूले बस एउटा मात्र जवाब दिन्छ हामीले बोल्न पाछ गणतन्त्रमा अनि तिनीहरूले अब त्यसमा पनि जवाब दिन पाएन भने तिनीहरूले के भन्छ भन्दाखेरि त्यही गणतन्त्र भएको कारणले गर्दा तँ बोल्न पाइरहेको छस् आजको दिनमा भनेर अरे बोल्न पर्यो नि त तेरो नेताजीहरूले गणतन्त्रको आडमा लुटतन्त्र मचाएर देश बेचेर खाइदिन लागिसक्यो गणतन्त्र होस् या राजतन्त्र होस् राजाको पालामा पनि त अनि राजतन्त्र चाहिँदैन भनेर मान्छेहरू रोडमा उत्रेको थियो त जो मान्छेलाई आफ्नै घरको पुर्खाको बारेमा सोध्यो भने थाहा छैन होला अब त्यो मान्छेले 240 वर्षको राजाहरूको के इतिहासको कुरा गरेछ हो त्यही 240 वर्षसम्म शासन गरे भएर त हाम्रो देश टिकेको त 240 वर्षसम्म नत्र अहिलेको समयको गणतन्त्र भइदिएको भए अहिलेसम्म देश सखा भएर सिद्धेर खरानी भइसक्थ्यो तेरो नेताहरूको हातमा यसरी 18-19 वर्ष भयो 18-19 वर्षमा नै देशको हालत यस्तो बनाइदिसक्यो किन 240 वर्षको कुरा गरेछ 240 वर्ष राजा महाराजाले चलाएर छोड्दाखेरिको देश र आजको तेरो गणतन्त्र आएर चलाएको देश हेर कस्तो छ अहिलेको समयमा त गर्छु भन्नु भन्दा पनि तेरो सरकारले तेरो नेताजीहरूको सरकारले काम दिन सकेको छैन देशभरि बेरोजगार बाहेक अरु केही पनि छैन देशको युवाहरू सबै देश छोडेर अर्का देशमा गएर काम गर्नु पर्यो यदि त्यो 240 वर्षसम्म त्यही राजा महाराजाहरूले हाम्रो देशको अस्तित्व नटिकाइदिएको भयो नि आजको दिनमा नेपाली भनेर हिँडिरहेको हुन्थिनस् आजको दिनमा गणतन्त्र गणतन्त्र गरिरहेको हुन्थिनस् गणतन्त्र भनेको जनताको हितको लागि बनाएको जनताले भनेको सुन्नु पर्यो जनताले भनेको जस्तो हुनु पर्यो देशमा जे भयो नि जनताको फाइदा हुनु पर्यो भनेर चाहिँ गणतन्त्र बनाओ तेरो नेताजीहरूलाई चाहिँ भ्रष्टाचार गर्नलाई तेरो नेताजीहरूलाई धनी बनाउनलाई बनाएर गणतन्त्र गणतन्त्र आएर कसलाई फाइदा भयो अहिलेसम्म तेरो नेताजीहरूलाई भएको छ अरु कसलाई फाइदा भयो भ्रष्टाचारी गर्नेहरूलाई फाइदा भएको छ अरु कसलाई भयो तँलाई भयो फाइदा तँलाई मिडियामा एकछिन के 2 मिनेट आएर बोले जस्तो हुन्छ तेरो गणतन्त्रले देश जिताइसक्यो थाहा छ तँलाई हेरे देशको हालत कस्तो छ अहिले राजावादीको कुरा हैन के भाइ हामी देशवादी हो देशवादी हाम्रो देश बिग्रियो सिद्धियो खतम भयो भनेर चाहिँ बोलिरहेको छौं हिजोको दिनमा जनयुद्धमा लडेको मान्छेले पनि आज आएर चाहिँ हामीले ठुलो गल्ती गर्यो भनेर भनिरहेको छन् किन थाहा छ हिजोको दिनमा त्यो जनयुद्ध यही गणतन्त्रको लागि गरेको तर आज यही गणतन्त्र त्यही मान्छेहरुमाथि भारी भइराछ दुई छाक राम्रोसँग खाना पाएको छैन काम पाएको छैन बच्चा-बच्ची पढाउन सकेको छैन अनि के फाइदा भयो त नि गणतन्त्र भएको बोल्न पाएर मात्र भयो त बोलेर खाना पाइन्छ जुन गणतन्त्रले चाहिँ देशको भविष्य नै खतरामा पर्छ भने के काम त नि त्यस्तो गणतन्त्र कमसे कम राजशासन आए भने मान्छेहरु नियम कानून भित्र बसेर काम त गर्छन् मान्छेलाई अलिकति भएन डर त हुन्छ अहिलेको समयमा कसैलाई केही चिजको डर छैन देखा छैनस् मिडियामा यो पड्काइदिन्छु र त्यो पड्काइदिन्छु राजा लगेर झापडा हान्दिन्छु यो गणतन्त्रले दिएको बोल्न दिएको चिज यही हो हैन आफ्नै देशको राजाको कुनै पनि इज्जत छैन सम्मान छैन राजा गद्दीमा बस्नु भए पनि नभए पनि देशको राजा भनेको त राजा हो नि छैन किन भन्नु भन्दाखेरि हामीसँग त गणतन्त्र छ नि त लुट्दै नि भयो भ्रष्टाचार मचाइदिए पनि भयो हैन जे गर्दै नि भयो नि गणतन्त्र हो नि त अनि तेरो गणतन्त्रमा भएको संविधानलाई नि तेरै नेताजीहरूले मान्दैन सबभन्दा पहिला कुरा त तेरो नेताजीहरूले मान्ने भएको भए अनि आजको समयमा यत्रो भ्रष्टाचार हुन्थ्यो जब राजतन्त्र थियो नि राजतन्त्र हुँदाखेरि कमसे कम देशको मान मर्यादा इज्जत त थियो आजको दिनमा त्यही मान मर्यादा इज्जत पनि तेरो नेताजीहरूले बेचेर खाइसक्यो अमेरिकाले के भनेको त्यो सुनेको छैन नेपाल देश चाहिँ चोर फटा भ्रष्टाचारको देश हो भनेर हो त्यो सुन्दा चाहिँ अलिकति पनि ज्यान सिरिङ्ग भएन नेपाली होइन देशप्रतिको माया छैन अलिकति पनि आफ्नो मात्र परेको छ बोल्न पाए पुग्यो देश सिद्धेर खतम भएर सकिसक्यो त्यो चाहिँ थाहा छैन देशभरि लुटपाट भ्रष्टाचार बाहेक अरु केही पनि छैन गणतन्त्र भनेको छ उफ्रेको छ हिजोको दिनमा त्यही आतंककारी गएर चाहिँ बोलेर चाहिँ गणतन्त्र आयो हैन अनि आजको दिनमा उले आफ्नो आतंक मचाउँदाखेरि आज जनताले कति दुःख पाएको छ थाहा छ ए बाबा होला तेरो बाबुबाजीहरु पार्टीको पछाडी लागेर पैसा कमायो होला भ्रष्टाचार गरेर कमायो होला त्यही भएर तेरो लागि पार्टी प्यारो छ त्यही भएर गणतन्त्र प्यारो भएको तेरो लागि बुझिस् नि तेरो घरको फाइनान्शियल स्टेट राम्रो छ होला तेरो घरको मान्छेसँग जग्गा जमिन होला पैसा होला तर नेपालमा भएको सबै सर्वसाधारण त धनी त छैन नि त तेरो बाउसँग जस्तो पैसा त छैन नि त तेरो बाउले जस्तो भ्रष्टाचारी त गर्दैन नि त सबैले सायद तैले आफूले कमाउनु परेको छैन सोला बाउआमाको कमाई खाएर बसिरहेको छ सोला तर यही दुःख नि जुन दुःख तेरो नेताजीहरूले तेरो गणतन्त्रले गर्दा भएको छ नि बाहिर विदेशमा बस्ने मान्छेलाई एक्चुअली सोध उनीहरूलाई कतिको दुःख भइरहेको छ कतिको गाह्रो भइरहेको छ उनीहरूलाई भनेर नेपालमै बस्ने मान्छेलाई सोधे पनि हुन्छ अब जो मान्छेलाई चाहिँ गणतन्त्र प्यारो छ यो तलको भिडियो हेर्नुस् हो यो मान्छे पनि के रे जनयुद्धमा चाहिँ त्यही गणतन्त्रको लागि लडेको मान्छे हो के भन्नुहुन्छ एकचोटी राम्रोसँग सुन्नुस् म पनि एउटा जनयुद्धमा लडेको एउटा योद्धा हो लगभग 2 वर्ष म जनयुद्धमा लडे स्क्वाड कमान्डरसम्म भए त्यहाँबाट अब कुनै पार हुँदैन भनेर म छोडेर हिँडे 2 वर्ष बम्बईमा गएर बसेर पनि म फेरि अहिले राष्ट्र हिजो राजाको विरुद्धमा हामी चाहिँ नाराबाजी गर्दै गणतन्त्र ल्यायौं तर त्यति बेला हामी भ्रममा थियौं बल्ल अहिले आएर बुझ्न थालियो सत्य के हो देश बचाउन चाहिँ के गर्नु पर्दो रहेछ अनि बल्ल थाहा भयो आज पछुतो लाग्छ ती दिनहरु सम्झिँदाखेरिमा रुन मन लाग्छ महाराजलाई भन्न चाहन्छु हे महाराज यो देश अब सिद्धिन लागिसकेको छ बचाउन आउनुस् यो देशलाई बचाउनुस् अब नभएदेखि यो युक्रेन पनि हुन सक्छ अफगानिस्तान पनि हुन सक्छ हाम्रो नेपाललाई बचाउने अब तपाईको काँधमा आएको छ सरकार आउनुस् हामी साथमा दिन्छौं सबै नेपाली जनताहरु जागिसकेका छन् यही भन्न चाहन्छु कस्तो लाग्यो त नि कुरा जो मान्छे हिजोको दिनमा त्यही गणतन्त्रको लागि लडेर हिँडेको मान्छे आज बाटोमा आएर रोइरहेको छन् जुन गणतन्त्र चाहिँ जनताको लागि हुनुपर्ने उनीहरूले अब त्यही गणतन्त्रलाई चाहिँ रुटतन्त्र मचाउनलाई प्रयोग गर्दैन त हो त्यो कारणले गर्दाखेरि यतिको दुःख पाएको छन् रुन मात्र सकेको छैनन् यति धेरै दुःख र कष्ट छ देशमा अनि गणतन्त्रले के दिएको छ भनेर भन्दाखेरि बोल्न दिएको छ नि त बोल्न पाएको छ त्यति मात्र हो अरु त केही छैन बाकी फाइदा र रमाइलो भनेको त तिम्रो नेताजीहरूलाई मात्र छ अरु सर्वसाधारणले त पाएको भनेको त्यही दुःख मात्र हो बुझ्यौ नि हो त्यही कारणले गर्दाखेरि आजको दिनमा मान्छेहरूले आएर चाहिँ हामीलाई राजा चाहियो हामीलाई राजतन्त्र चाहियो भनेर भनेको बुझेको छैन भने भन म अर्को भिडियो बनाएर पनि के म सम्झाइदिन्छु जय नेपाल जय राजतन्त्र धन्यवाद।